हेलो एभ्रिवान, शिवने सबैजनालाई आज फेरि म तपाईहरुको माझमा छोटो ब्लग लिएर आइरहेको छु। आजको ब्लग चाहिँ तपाईहरुलाई देखाउने छु। हेर्नुस् है साथीभाइ, के बनाउने बेना यो गोर्खे अरु सबै पाकिसक्यो भाइ। यता जेठा बेना हो, यता अलिकति काम छ। यी हाम्रो चाहिँ त्यसै अचारहरू सुँगुर कम्ती पिरो होला एकछिनबाट पक्रिन्छ काट्थे त्यो बेला नातिले पहिल्यै पक्रेको है। चिन्ताको पनि लागिहालेछ अस्ति हो। त्यसै गरेर मेरो ज्वाइँ पनि बिस्तारै बिस्तारै फेमसै आउँदैछ। हेलो पुछे पुछे शिवन्नी आजदेखि तिम्रो माइती र बराबरी एउटै हो, एउटै मान्नु पर्यो। तिमी दसैँमा उसको हातको टिका लाउनु पर्यो, उहाँले औँसीमा तिम्रो हातको फुल टिका लाउनु पर्यो। एकदम माइती जस्तो पारा तिम्रो दाजुहरू छ हामीलाई चाहिन्छ। तिमीलाई पर्यो भन्दामा हाम्रै राई माइती चाहिन्छ। तिमी आजदेखि पक्का राईनी भएर चाहिँ राई माइती राईनी भएको पक्का राईनी हो। थपडी मार मलाई किन यहाँ माइती चुन्यो भने त्यो चाहिँ भन्नुमा तिम्रो माइती माइती नै हो। उही छ तिम्रो यहाँ चाहिँ राईको माइती बनायो। उहाँ दाजुहरू मान्छ त्यस्तै कतिजना दाजुहरू त लरे पो सबै हाम्रो नामी चाहिँ याकुलेमा याकुमा लिसा खाँदा याकु मैले भनेन, म त सबै याद छ अब भनेर छोडिहालेन। बोल्दैन खिच्चा छोडिहाल्दैन। बस बिस्तारै खोले पुग्नु जान्छ यो खालको लिएछ। यो अमलाले पहिला यो अमला यसो गर्छ आकाशको 33 कोटी छेछे होइन देउता पुगाएको जियो प्लस यसो साथी राम्रो माथि टुप्पीसम्म लगाइदिनु, लामो जति लामो सिन्दुर उति आयो उयो बढ्छ तिमीहरूको माथि लैजा अझै माथि लैजा। लो आजदेखि चाहिँ पक्का अमनको पक्का भए आजदेखि चाहिँ हाम्रो पक्का बुहारी भयो। झगडा मिल गर्नु एउटा आगो भयो भने एउटा पानी हुनु पर्यो। सिन्दुर लाउनु नै त्यसरी हो नि। कानमा त जान्दैन होला, आफै लाउन सक्छ।
हामी छुइसे दिएर तैँले अझै तिलहरी अघि हालिसक्यो आफै लगाइ उसको बेड निकालिस् के ए बेड के अरे यस्तो खिल हुन्छ नि तिलहरी अघि लगाइसकेछ हुन्छ एकछिन मात्रै सेतो कपडा ए हो त्यो चुनीले छोप्दा नि एकछिन मात्रै हो बास भयो फेरि आँखा छोपियो अब पुरा साह्रै राम्रो टाढा दुईजना चाहिँ 1.5 लाख लाइक आउँछ के 3 करोड जस्तो भ्यू बाङाले गर्दिनँ मेरो म 500 वटा त शेयर गर्दिहाल्छु ठुल्ठुल डेक्सहरू केटा यता चाहिँ त्यो अहिले भइहाल्छ भैँसी नखानु अङ्कल कोला चाहिँ अलिक नसा परि चाहिँ नसा चाहिँ भ्याकेछ कति रेल भएर फर्किरहेको मुखमा लगाएको तर कराक गऱ्यो होला यसो घुम्न कालामा पड्काउला जस्तो म त अरे अब छापको ट्यापमै आजदेखि मेरो भइस मेरो भन्नु आमाले सबै पाइयो ल सोगाइ अर्कम थियो नि आमा कता गइयो सक्दैन छोड्यो लो सँगै आयो साह्रै लु पक्रेर खा अब पक्री गर्ने अब आमा है अब आमाको सबै कुरो कुराकानी चाहिँ आमाको कुरा मान्नुपर्छ अब तिमीहरू छोरा भयो तिमीले घर थाम्नु पर्यो अब तिमीहरू ठुलो अब सानो होइन पहिला बिरालो जन्मियो भने 6 दिनमा आँखा खोल्छ अरे कुकुरको 10 दिनमा मान्छेको चाहिँ बिहा पछाडि आँखा खोल्छ अब आँखा खोल्नु पर्यो आमालाई ढोक बरीले आमालाई ढोक तिमीहरू